होइन, बुढी पनि बजार गएको यत्रो समय भइसक्यो, अहिलेसम्म आएको छैन। आफूलाई यहाँ भोक लागेर कस्तो भइसक्यो। काइँलालाई लिन पठाउनु पर्यो क्या। ए काइँला, कजिना आमा बजार गएको यत्रो समय भइसक्यो, अब त चौतारातिर आइपुग्ने समय भयो होला। जा गरेर लिएर आइज। हस् काजीबा। ओ काइँला, कहाँ हिँडेको? काजीबाले कजिनी आमालाई लिन्छ भन्नुभएको थियो, लिन जान लाग्यो। कि जान्छौ तिमीहरू पनि? के जानु र हो? हिँड हिँड, यसो घुमेर नि आउला। जाउँ। ए काइँला, तेरो कजिने आमा आउने भने होइन? खै त यतिखेरसम्म आउँदैन त। त्यही त दाइ, हिँड्दा हिँड्दा पनि थाक्यो, अब कुर्ने मात्र त होला नि। आउने बेला त भएको हो, कतै बाटोमा केही साह्रो गाह्रो पो पर्यो कि? हजुर त कजिनी आमा होइन र? हो, म नै कजिन साहब हो। तिमी काइँला भाइ होइन र? नमस्ते कजिनी आमा। हो, मै हो काइँला भाइ। कतै हजुरलाई बाटोमा आउँदा साह्रो गाह्रो त परेन नि? कजिने आमा पनि आइपुग्नु भएछ। ल अब हामी लागौँ न त। उहाँ घरमा काजी साहबले कजिने आमालाई कुदिराख्नु भएको छ, जम ढिलो भइसक्यो। दिनुहोस् कजिनी आमा, झोला म बोकिहाल्छु नि। यो काइँलालाई कजिने आमा लिन पठाएको नि यत्रो समय भइसक्यो, अहिलेसम्म आएको छैन। दिक्क लागिसक्यो, आफै लिन जान्छु। पठाएको त होइन हो, किन ढिला भयो? होइन काजीबा, यति धेरै चर्को घाम लागिरहेछ, अनि कजिनी आमा पनि हिँड्न सक्नु भइरहेको थिएन, त्यही भएर बिस्तारै बिस्तारै आएको। तिमीलाई सब्जी लिन अघि नै पठाएको होइन? यत्रो टाइम लाग्छ? अघि काइँलाले भनिहाल्यो नि त, यस्तो चर्को घाममा हिँड्नलाई गाह्रो भयो, बिस्तारै बिस्तारै आएको नि। ल हिँड, अब भोक लागिसक्यो, खाना बनाएर खानुपर्छ। कति काम गर्नुभएको क्या, लिनु पानी खानुहोस्।
सिर्जना यस्तो तातो घाममा नआएको भए हुन्थ्यो नि म यति गुडिसकेर आइहाल्थेँ नि ठिक छ बुढो किन आत्तिनुहुन्छ यति काम सकेर सँगै घर जाउँला नि आखिर तपाईँ पनि त दिउँसभरि काम गरेर गर्नुभएको छ आउनुहोस् बरु एकछिन आराम गर्नुहोस् जाउँ बुढो अब घर ल जाउँ तिमीलाई थाहा छ हाम्रो बिहे भएको दिन आमाले यो फुल सार्नु भएको थियो हाम्रो बिहे भएको पनि यत्तिका समय भइसक्यो यो फुल अझै यस्ताको यस्तै छ आमाले भन्नुभएको यो फुल गइन्जेलसम्म हाम्रो कसैको नजर लाग्दैन रे यो फुल मात्र होइन आमाको आशीर्वाद पनि छ बुढो के भन्नुभएको यस्तो छाड्नुहोस् यस्ता कुरा हाम्रो सानो परिवार छ आमाले हामीलाई छाडेर जानुभयो यो नियतिको खेल हो हाम्रो सानो परिवार छ हाम्रो सानो परिवारलाई खुसी बनाएर बस्नुपर्छ बितेका कुराहरूलाई सम्झेर दुःख मन नगर्नुहोस् जाउँ भित्र ओहो पर्यो कताबाट हो यो गाउँमा त नयाँ देख्छु नि त तपाईँहरूलाई के मतलब हामी जोसुकै भए पनि हामी यही गाउँको मान्छे हौँ अस्ति पुगेर बसी खाने बेलामा केटीहरू डिस्काउन्ट लाग्दैन तपाईँहरूलाई के गर्छौ त तन बुढो भए पनि मन बुढो भएको छैन त यहाँ यस्तासँग के मुख लाएर बस्नु हिँड जाउँ ओहो छोरीहरूलाई त बाटैमा भेट्यो आउँछ त भनेको थियो किन ढिला भयो बाटोमा आउँदा आउँदै ढिलो भयो बा ल हिँड जाउँ चुप कहिले मेरो मान नराख कुकुरको जस्तो व्यवहार गर्ने मलाई
हेर काइला यत्रो खेतबारी सबै बाँझै छ है। पहिला पहिला चाहिँ यो सबै जम्मा भएर चाहिँ खेतीपाती लगाइन्थ्यो, पुरै हरियाली हुन्थ्यो, यहाँनिर चाहिँ अर्ग्यानिक चिजहरू उत्पादन हुन्थे। तर अहिले सबै लथालिङ्ग भयो। चिन्ता नगर्नु काजीबा, ठुलै पनि त लाहोरमा हुनुहुन्छ, उहाँ पनि त तपाईँकै लागि जानुभयो भने अहिले गाउँमा सबैको हालत त्यस्तै छ। ल केटा जाउँ। बुढी किन एक्कासी चौतारामा आएर बसेको, के भयो? हजुरलाई मसँग बस्न मन छैन भने भन्नुहोस्, म हजुरलाई हजुरको खुसीको लागि छोडपत्र दिन पनि तयार छु। हजुर नै मसँग खुसी हुनुहुन्न भने म हजुरसँग बसेर कसरी खुसी हुन सक्छु र? त्यस्तो होइन काली, तिमीलाई थाहा छ जीवनको चौतारी भन्ने के हो? जहाँ दुःख सुख अनि पीडा हुन्छ, जस्तो कि यो पिपल अनि यो चौतारी। तिमीसँग हुँदा त रिस पनि खान सक्छु काली, मलाई माफ गरिदेऊ ल।